3 दिन वरा तान्नका लागि सम्मानित सर्वोच्च अदालतले संविधान विपरीत 24 घण्टाको परमादेश कुन धाराको आधारमा आवश्यकताको सिद्धान्त भने त्यही हो कि म अदालतलाई पुरा सम्मान गर्छु अदालतको निर्णय हामी कार्यान्वयन पनि गर्छौं तर मेरो आग्रह कति हो भने सम्मानित अदालतबाट पनि खुद आफ्नै मर्यादा संविधानको मर्यादा कायम हुनु मान्छेले परिस्थिति हेरेर मान्छे हेरेर अनुहार हेरेर कुनै हिसाबले फैसला होइन संविधान कानुन र न्याय हेरेर फैसला गर्नुपर्छ संविधान विपरीतको फैसला यो सधैँ नेकपा एमालेकै भागा पर्छ फेरि त्यस्तो फैसला छ अदालतको मैले कुनै अदालतमाथि कुनै मान मर्यादामा तलमाथि पार्न खोजेको होइन तर यो पनि एउटा कन्स्टिट्युसनल देशमै छ नि त कन्स्टिट्युसनल एनार्किजम लिगल एनार्किजम त देशमै छ नि त सरकार त्यसै गरी बनिएको छ संसद त्यसै गरी विघटन गरिएको छ कन्स्टिट्युसनल एनार्किजम अन्तर्गत विघटन गरिएको छ जसको रिस्टोरेसनको हामी माग गरिरहेका छौँ त्यो कुराको रिफ्लेक्सन एनार्किजमको